साईराम, म अभिनय खाती दार्जिलिङबाट। र के भगवानले साँच्चै नै हामीले लेखेको चिठी र हामीले चिठी मार्फत चढाएको प्रश्न र प्रार्थनाहरूको उत्तर के दिनुहुन्छ त भन्ने प्रश्न सधैँ मेरो मनमा खेलिरहन्थ्यो। र त्यस प्रश्नको धेरै सुन्दर ढङ्गमा भगवानले उत्तर पनि दिनुभयो। 2023 सालको कुरा हो, जब हामीले थाहा पायौँ कि मेरो बाबालाई युरिनरी ब्ल्याडरमा ट्युमर रहेछ। पहिले त हामीले त्यसलाई प्रोस्टेट भनेर त्यो प्रोस्टेटकै ट्रिटमेन्टहरू चलिरहेको थियो, तर हामीले ढिलो थाहा पायौँ कि त्यो प्रोस्टेट होइन बल्कि युरिनरी ब्ल्याडरमा ट्युमर रहेछ। र सिलगढीमा जहाँनिर जाँच चलिरहेको थियो त्यहाँको डक्टरले भन्नुभयो कि यसको छिट्टो अपरेसन गरिहाल्नुपर्छ, छिट्टो अपरेट गर्नुपर्छ, नत्र भने 90 to 95% यो सिए क्यान्सरको चान्स भइसकेको छ भनेर डक्टरले भन्नुभयो। त्यसो हुँदाखेरि हामी घरको सबैजना आत्तियौँ। अनि यसको जाँच फर्दर सिलगढी दार्जिलिङ भेगमा नगरेर पुट्टपर्तीमा सुपर स्पेसियालिटी हस्पिटलमा गरौँ भन्ने कुरा सल्लाह थाहा भयो। त्यो भएपछि लगत्तै पर्सिपल्ट नै हामी दार्जिलिङबाट म अनि मेरो बाबा प्रशान्त इङ्ग्ल्यान्डको लागि रवाना भयौँ। र करिब दिउँसो हामी ल्यान्ड भएका थियौँ बेङ्गलोर। अनि त्यो मेरो प्रशान्ति निलयमको फर्स्ट भिजिट है। म जीवनमा प्रथमचोटि प्रशान्ति निलयम पुट्टपर्ती गएको है। र हुन त सुपर हस्पिटलमा जाँच गराउनको निम्ति बिहान 5-6 बजीदेखिको लाइन लाग्नुपर्छ भन्ने कुरा हामीले सुनेका थियौँ। तर भगवानले हाम्रो सबै काम यति सहज बनाइदिनु भयो कि सहजै हामीले दिउँसो गएर डक्टरलाई भेट्न सक्यौँ। र त्यहाँ पनि डक्टरले भन्नुभयो कि यसलाई छिट्टो अपरेसन गरिहाल्नुपर्छ, नत्र भए यो 90 to 95% डक्टरले भन्नुभयो। र त्यसो हुँदाखेरि मे 2 तारिक 2023 को दिन बाबालाई हामी सुपर हस्पिटलमा भर्ना गऱ्यौँ र अपरेसन सक्सेसफुल भयो। र त्यो अपरेसन चलिरहँदाखेरि जब बाबा हस्पिटलमा एडमिट हुनुहुन्थ्यो त्यो समयमा, त्यो दौरान म भगवानलाई जहिले पनि मेरो भजन मार्फत एउटा प्रार्थना चढाइरहन्थेँ। दया करो साई नारायण, करुणा सागर नारायण। यो भजन गुनगुनाइरहन्थेँ। अपरेसन एकदमै सक्सेसफुल भयो। सक्सेसफुल भएपछि मे 6 तारिक यानि कि ईश्वरमा दिवसको दिन डिस्चार्ज पनि भयो है। हस्पिटलबाट डिस्चार्ज पाउनुभयो बाबाले। तर मेन टेन्सन भन्ने हाम्रो त्यस 6 तारिकको बादमा सुरु भयो। बायोप्सी रिपोर्टबाट 5 दिन पर्खिनु भन्नुभयो। 5 दिन पर्ख्यो, बायोप्सी रिपोर्ट आयो। 10 दिन पर्ख्यो, बायोप्सी रिपोर्ट आयो। 15 दिन हुन गइसक्यो, बायोप्सी रिपोर्ट आयो। त्यसबीच हामी हस्पिटल गएर हस्पिटलको सिनियर म्यानेजरसँग भेटघाट गरेर बायोप्सी रिपोर्टको लागि स्याम्पल कहाँ पठाइदिएको छ बेङ्गलोरमा त्यस ठाउँमा धरि हामीले कन्ट्याक्ट गरेर सोध्यौँ, तर त्यहाँबाट पोजिटिभ रेस्पोन्स आयो। र जति दिनहरू बढिरहेका थिए त्यति हाम्रो मनमा अझै उथुल पुथुल भयो, टेन्सन भइरहेको थियो। बायोप्सी रिपोर्ट पोजिटिभ भयो, सिए आउने हो कि। हामी म अनि बाबा यति चिन्तित थियौँ कि हामीले बेङ्गलोर, चेन्नई, हैदराबाद, साउथ इन्डियामा राम्रो क्यान्सर हस्पिटल कहाँ छ भनेर धरि हामीले सर्च गर्न थालिसक्यौँ है। हुन त रिपोर्ट आइसकेको थिएन, तैपनि हाम्रो मनमा यति टेन्सन थियो। अनि यो टेन्सनको कुरा हामीले घरमा सुनाएका 20 दिन 25 दिनसम्म हुन गइसक्यो, तर रिपोर्ट आयो। त्यसो हुँदाखेरि मेरो मनमा एउटा ख्याल आयो, एउटा विचार आयो कि वाइ नट आई सुड राइट अ लेटर टु स्वामी है। अनि मैले भगवानलाई चिठी लेखेँ कि भगवान 20-25 दिन हुन गइसक्यो हामी प्रशान्ति निलयममा आएको। अपरेसन त भगवानको दयाले एकदमै सक्सेसफुल भयो, तर बायोप्सी रिपोर्ट अझै आएको छ। बाबाको अफिस धेरै मिस हुन गइसक्यो, मेरो कलेज यति धेरै मिस भइसक्यो चलाएँ। अनि त्यो चिठी मैले कुल्लन्त हलमा लगेर अफर गरिनँ, बल्कि त्यस चिठीलाई मैले कल्पवृक्षमा लगेर दिउँसोको समय थियो, मैले कल्पवृक्षमा चिठी लगेर बाँधेँ। अनि चिठी बाँधेर भगवानलाई प्रार्थना चढाएर रुममा, होटेल रुममा पल्टिँदाखेरि हामी बाबा आश्रममा खाना खाना दिउँसोको लन्च गर्नको लागि तयार हुनुहुन्थ्यो। र ठ्याक्कै त्यसै समयमा सुपर हस्पिटलबाट कल आयो कि हजुरको रिपोर्ट आइसकेको छ र भोलि बिहान हजुरहरू सुपर हस्पिटल आउनुपर्नेछ रिपोर्ट गर्नु। हुन त यो कुरालाई मैले कहिले पनि सार्वजनिक रूपमा सेयर गरेको थिएँ, यसै भिडियो मार्फत म हजुरहरू समक्ष पनि सेयर गरेको थिएँ।
र यति खुसी लाग्यो, 50% ह्याप्पिनेस थियो किनकि 25 दिनको पर्खाइको बाद रिपोर्ट आएको थियो। 50% डर पनि थियो किनकि रिपोर्टमा के आएको छ त्यो अझै पनि हामीलाई थाहा पाएन। भगवान्लाई धन्यवाद चढाएँ अनि भोलिपल्ट हामी हस्पिटल बिहान पुग्यौँ र डक्टरको चेम्बरमा पस्न साथ डक्टरले यसो कम्प्युटरमा स्क्रिनमा रिपोर्ट हेर्नुभयो अनि यसो निहुरेर दुईटा वाक्य मात्र डक्टरले बोल्नुभयो हिन्दीमा, सीए नहीं है आप घर जा सकते हैं। यसरी नै भन्नुभयो, सीए नहीं है आप घर जा सकते हैं भन्नुभयो। त जब डक्टरका ती दुई वाक्यहरू मैले सुने मेरो कानमा भगवान जब भौतिक शारीरिक रूपमा हामी माझ हुनुहुन्थ्यो त्यस समय भगवानले भनिरहनुहुन्थ्यो क्यान्सर क्यान्सल भनेर स्वामीले भन्दै गर्नु र भगवानका ती वाक्य ती शब्दहरू मेरो कानमा त्यसमा गुन्जियो अनि भगवानलाई आज पनि आन्तरिक हृदयबाट म त्यस दिनको लागि धेरै धेरै धन्यवाद चढाउँछु।